नमस्ते सम्पूर्ण साथीहरुलाई स्वागत छ अल इन वान टप अन एजुकेसनमा। आजको यस क्लासमा चाहिँ हामी गोल्ड एन्ड सिल्भरसँग सम्बन्धित मोस्ट इम्पोर्टेन्ट एमसीक्यूहरु चाहिँ म तपाईहरुलाई चाहिँ प्रेजेन्ट गर्न गइरहेको छु। यो एमसीक्यूहरु तपाईको एक्जाम पर्सपेक्टिभबाट निकै नै महत्त्वपूर्ण छ, मजाले चाहिँ हेर्नु होला है त, ठीक छ। ओके, अब यसमा सुरुमा चाहिँ हामी गोल्ड रिलेटेड एमसीक्यूहरु हेर्छौं र त्यसपछि हामी चाहिँ सिल्भर रिलेटेड एमसीक्यूहरुको बारेमा डिस्कसन गर्नेछौं है त, ठीक छ। अब गोल्डसँग सम्बन्धित रहँदाको अवस्थामा चाहिँ हामीले चाहिँ बेसिक कुरा के कुरा थाहा पाइराख्नु पर्छ त भन्दाखेरि यसको सिम्बल भनेको चाहिँ तपाईको चाहिँ एयु हुन जान्छ है। इन ल्याटिन वर्डमा चाहिँ औरम भन्ने चाहिँ भन्छ है, ठीक छ। एटोमिक नम्बर भनेको चाहिँ 79 हुन्छ, एटोमिक वेट भनेको चाहिँ तपाईको चाहिँ अब 197 हुन्छ है त, ठीक छ। अब यसको चाहिँ तपाईको चाहिँ मेल्टिङ पोइन्ट भनेको चाहिँ 1064.18 सेल्सियस हुन्छ भने बोइलिङ पोइन्ट भनेको चाहिँ 2700 सेल्सियस हुन जान्छ है, ठीक छ। डेन्सिटी भनेको चाहिँ तपाईको चाहिँ 19300 केजी पर मिटर क्यूब हुन जान्छ। 1 तोला बराबर 1.6638 ग्राम हुन जान्छ है, ठीक छ। त्यस्तै 1 तोला बराबर चाहिँ तपाईको चाहिँ 16 आना पनि हुन जान्छ है, ठीक छ। यसको चाहिँ सीएएस नम्बर भनेको चाहिँ केमिकल अब्स्ट्र्याक्ट नम्बर चाहिँ तपाईको चाहिँ अब 7440-57- तपाईको चाहिँ 5 हुन जान्छ है, ठीक छ। यसको चाहिँ अनि वेट इन अन्समा हेर्दाखेरि चाहिँ अब 1 अन्स इक्वल्स टु तपाईको चाहिँ अब 3.103476 हुन जान्छ है त, ठीक छ। अब यो कुराहरु मैले यहाँ बोर्डमा सो गरेको छु, यो हेर्न सक्नुहुन्छ है त, ठीक छ। ओके, सुरुमा चाहिँ अब गोल्डको चाहिँ अब के भन्छ त सिम्बल अर्थात संकेत भनेर भन्छ है। संकेत चाहिँ कति के हो त भन्दाखेरि एयु हो भने चाहिँ बुझ्नु पर्यो। संकेत के हो त एयु हो है। इन ल्याटिन वर्डमा चाहिँ यसलाई के भन्छ त औरम, एयु आरयुएम औरम भनेर चाहिँ भन्छ, ठीक छ। सुनको चाहिँ संकेत के हो भने चाहिँ भन्दा एयु हो। यो कहाँबाट आएको, कुन शब्दबाट आएको, औरमबाट आएको है, ठीक छ। यसको एटोमिक नम्बर हैन भनेपछि परमाणुक संख्या भनेको चाहिँ अब तपाईको चाहिँ 79 है, 79 हो है। एटोमिक भार अर्थात के रे वेट तपाईको चाहिँ परमाणुक भार भनेको चाहिँ 197 हो, 100 कति त 97 हो। त्यसपछि यसको चाहिँ अब पग्लिने बिन्दु हैन मेल्टिङ पोइन्ट भनेको चाहिँ अब 1064.18 सेल्सियस हो है, ठीक छ। ओके, त्यस्तै अर्को भनेको चाहिँ तपाईको चाहिँ बोइलिङ पोइन्ट हैन तपाईको उम्लिने बिन्दु हैन, यो भनेको चाहिँ 2700 सेल्सियस हैन, 2700 डिग्री सेल्सियसमा चाहिँ यो चाहिँ उम्लिन्छ भनेर चाहिँ बुझ्नु पर्यो। डेन्सिटी यसको घनत्व भनेको डेन्सिटी भनेको चाहिँ तपाईको चाहिँ अब यसमा 19300 केजी पर मिटर क्यूब है, 19300 केजी पर मिटर क्यूब हो हैन। यसमा चाहिँ तपाईको सीएम क्यूबमा लिँदाको लागि चाहिँ तपाईको चाहिँ 19.3 हैन, त्यसपछि केजी पर सीएम क्यू हुन जान्छ है। यसरी पनि यसलाई चाहिँ दिएको पाइन्छ है। त्यस्तै 1 तोला बराबर तपाईको चाहिँ 11.6638 ग्राम हुन जान्छ है। कुनै बुकमा चाहिँ तपाईहरुको चाहिँ 11.66 मात्र राखिएको हुन सक्छ है, यति नै हुन्छ है त, ठीक छ। 1 तोला बराबर चाहिँ 11.6638 ग्राम हुन जान्छ। त्यस्तै 1 तोला बराबर चाहिँ 100 लाल पनि हुन्छ हैन। 1 तोला बराबर कति हुन्छ त 100 लाल पनि हुन्छ। त्यस्तै हेर्ने हो भने चाहिँ 1 तोला बराबर 16 आना पनि हुन्छ है त। 100 लाल पनि हुन्छ हैन, 11.6638 ग्राम पनि हुन्छ र 16 आना पनि हुन जान्छ है, ठीक छ। त्यस्तै अर्को भनेको चाहिँ तपाईको चाहिँ केमिकल अब्स्ट्र्याक्ट नम्बर भनेको चाहिँ हैन अब केमिकल अब्स्ट्र्याक्ट सर्भिस नम्बर भनेर चाहिँ भन्छ। यो चाहिँ 7440 है अनि ड्याश 57 ड्याश तपाईको चाहिँ कति हुन जान्छ त भन्दाखेरि अब तपाईको चाहिँ 5 हुन जान्छ भने चाहिँ बुझ्नु पर्यो है त, ठीक छ। ओके, अब फर्दर एमसीक्यूहरु हेरौं, फर्दर क्वेशनहरु पनि छन् यसका, त्यसपछि हामी गोल्डसँग सम्बन्धित कुराहरु पनि गर्छौं। ल अब यो हेरौं है। यसमा चाहिँ अब वेट इन अन्स भनेर चाहिँ भनिएको छ हैन। वेट इन अन्स भनेको चाहिँ तपाईको चाहिँ 1 अन्स भनेको चाहिँ 1 अन्स बराबर चाहिँ कति हुन्छ त भन्दाखेरि तपाईको चाहिँ 31.1034768 चाहिँ तपाईको चाहिँ के हुन्छ त भन्दाखेरि अब यसको चाहिँ मान हुन्छ भने चाहिँ बुझ्नु पर्यो। 1 अन्स बराबर यति हुन्छ भनेर थाहा पाइराख्नु पर्यो है त। अब अन्सको चाहिँ ओजेट हो, सिम्बल चाहिँ ओजेट हो। अन्स भनेको चाहिँ ओजेट सिम्बल गर्छ हैन। यसको चाहिँ 31.1034768 हुँदो रहेछ है। अब यसको प्युरिटी हेरौं। गोल्डको चाहिँ प्युरिटी भनेपछि शुद्धता हेर्दाको अवस्थामा चाहिँ 24 क्यारेट सुनको चाहिँ 99.9% चाहिँ तपाईको चाहिँ शुद्ध हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो।
99.9% है, लगभग 100% नै शुद्ध हुन्छ भनेर चाहिँ हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। यसको चाहिँ गरगहना बनाउन सकिँदैन, किन भन्दाखेरि यो तपाईँको चाहिँ यसको लचिलोपन धेरै हुन्छ है। त्यसपछि अर्को भनेको चाहिँ 22 होइन 22 क्यारेट सुन है। 22 क्यारेट सुनमा चाहिँ तपाईँको चाहिँ अब 91.7% चाहिँ प्युरिटी हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो है त। 91.7% चाहिँ प्युरिटी हुन्छ, 99.9%, 91.7% चाहिँ प्युरिटी हुन्छ भनेर चाहिँ बुझ्नु पर्यो। अब यसमा चाहिँ तपाईँको चाहिँ अब यो हजुरको चाहिँ के छ त भन्दाखेरि यो प्युरिटी कति छ भने चाहिँ जस्तै हामीलाई चाहिँ अब 24 क्यारेटको चाहिँ यति हुन्छ भनेर थाहा पायौँ, अनि त्यस्तै हाम्रो चाहिँ 22 क्यारेटको यति हुन्छ भनेर थाहा पायौँ होइन। अब हजुरहरूले चाहिँ अब 18 क्यारेटको भन्न सक्छ, 14 क्यारेटको भन्न सक्छ, 10 क्यारेटको भन्न सक्छ होइन। त्यो कसरी चाहिँ निकाल्ने हो त भन्दाखेरि यो फर्मुला चाहिँ के हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ क्यारेट होइन जति क्यारेटको निकाल्ने हो त्यो माथि राख्ने अपन तपाईँको चाहिँ 24 गर्ने इन्टु तपाईँको चाहिँ 100% गर्दा त्यो आउन जान्छ है त। ठिक छ। अब जस्तै तपाईँलाई चाहिँ अब कति पर्सेन्टको निकाल्नु भन्यो भने 14% के अरे 14 क्यारेटको चाहिँ कति प्युरिटी हुन्छ, कति प्रतिशत प्युरिटी छ 14 क्यारेटको सुन भन्ने चाहिँ सोध्यो भने चाहिँ जस्तै अब 14 क्यारेट होइन जति क्यारेटको निकाल्ने हो त्यो माथि राख्ने, अनि कसको बेसिसमा 24 को बेसिसमा इन्टु के गर्ने त 100% गर्ने। यो चाहिँ जति आउँछ यो चाहिँ यसको चाहिँ प्युरिटी हुन जान्छ 14 क्यारेटको है त। ठिक छ। यो थाहा पाइराख्नु होला है त फर्मुला पनि है। क्यारेट बाई तपाईँको चाहिँ 24 इन्टु 100% है। जति क्यारेटको निकाल्ने त्यो माथि राख्ने अपन के गर्ने त तपाईँको चाहिँ 24 गर्ने इन्टु 100 गर्ने के आउँछ त प्युरिटी अफ गोल्ड आउँछ है त। प्युरिटी अफ गोल्ड आउँछ है। ठिक छ। अब त्यस्तै अर्को भनेको चाहिँ तपाईँको चाहिँ जस्तै कन्भर्ट टु जुन सेल्सियस इन्टु केल्भिन भन्यो भने चाहिँ तपाईँको चाहिँ अब जस्तै अब तपाईँलाई चाहिँ अब हामीले चाहिँ अब के त भन्दाखेरि बोइलिङ पोइन्ट भनेको चाहिँ 27 यसरी चाहिँ यो सेल्सियस थियो नि होइन 2700 सेल्सियस थियो। अब यसलाई चाहिँ केल्भिनमा निकाल्नु भन्यो भने चाहिँ फर्मुला चाहिँ यो हुन जान्छ तपाईँको चाहिँ जस्तै 0 सेल्सियस होइन 0 डिग्री सेल्सियस प्लस तपाईँको चाहिँ 0 डिग्री सेल्सियस प्लस तपाईँको 273.15 हुन जान्छ है। 273.15 हुन जान्छ है त। ठिक छ। भनेपछि जस्तै अब यो तपाईँको चाहिँ यो 2700 जुन छ नि यसलाई चाहिँ केल्भिनमा कन्भर्ट गर्नुहोस् भन्यो भने प्लस के गर्नु पर्यो 273.15 गर्नु पर्यो। यो हुन जान्छ तपाईँको चाहिँ 2900 होइन 2900 भयो। 73.15 चाहिँ के भयो त यो केल्भिनमा चाहिँ कन्भर्ट भयो भने चाहिँ यसरी बुझ्नुपर्ने हुन्छ। ठिक छ। ल यो भयो तपाईँको चाहिँ गोल्डसँग सम्बन्धित कुराहरू होइन। अब हामीले चाहिँ CAS को कुरा गरेका थियौँ नि, त्यो भनेको चाहिँ केमिकल अब्स्ट्र्याक्ट नम्बर मिन्स विच इन्फर्मेसन्स अबाउट द एलिमेन्ट्स इन द युनिक आइडेन्टिफायर एलिमेन्ट्स हो भने चाहिँ बुझ्नु पर्यो। त्यसलाई चाहिँ अब युनिक जुन कोडिङको आधारमा चाहिँ युनिक त्यसलाई चाहिँ आइडेन्टिफाई गर्नको लागि चाहिँ त्यो केमिकल अब्स्ट्र्याक्ट नम्बर चाहिँ गरिन्छ भनेर चाहिँ हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ है। ल अब त्यस्तै अर्को हामीले चाहिँ केसँग सम्बन्धित कुराहरू हेर्नु पर्यो त भन्दाखेरि सिल्भरसँग सम्बन्धित मोस्ट इम्पोर्टेन्ट एमसिक्यूहरू चाहिँ रिलेटेड हेरौँ है त। सिल्भर रिलेटेड ओके। अब यसमा चाहिँ अब सिल्भरको चाहिँ अब सिम्बल भनेको एजी हो है त। ठिक छ। मन पसन्दिदा मान्छेलाई भन्छ नि एजी हिन्दीमा होइन एजी। इनलाइटेन वर्डमा चाहिँ अर्जेन्टियम हो है। यो चाहिँ इनलाइटेन वर्ड अर्जेन्टियम हो है। ठिक छ। एजी यसको सङ्केत भयो अनि यसको लाइटेन वर्ड चाहिँ अर्जेन्टियम भयो है। ठिक छ। त्यसको एटोमिक नम्बर है परमाणुमिक सङ्ख्या भनेको चाहिँ 47 होइन 47 भयो है 47। मेल्टिङ पोइन्ट होइन मेल्टिङ पोइन्ट भनेको चाहिँ 960 डिग्री सेल्सियस भयो। 960 डिग्री सेल्सियसमा चाहिँ यो मेल्टिङ पोइन्ट हुन्छ। यसको चाहिँ बोइलिङ पोइन्ट भनेको चाहिँ 2212 डिग्री सेल्सियस भनेको चाहिँ यसको चाहिँ बोइलिङ पोइन्ट हुन जान्छ बोइलिङ पोइन्ट है। ठिक छ। त्यसपछि एटोमिक वेट यो पनि एटोमिक वेट भनेको चाहिँ तपाईँको चाहिँ 107.8 हुन्छ भनेपछि 107.8 तपाईँको चाहिँ के हुन्छ त एटोमिक वेट हुन्छ है। डेन्सिटी यसको चाहिँ घनत्व कति हुन्छ त भन्दाखेरि तपाईँको चाहिँ घनत्व चाहिँ 1049.7 kg per meter cube 10497 kg per meter cube 10497 kg per meter cube हुन जान्छ। यसको केमिकल अब्स्ट्र्याक्ट नम्बर हेर्ने हो भने चाहिँ 7422-22-4 हुन जान्छ है त। ठिक छ। अब यो गोल्डको त सेम छ गोल्डको र यो सिल्भरको। यसमा चाहिँ गोल्डमा चाहिँ 57 थियो र 5 थियो भने यसमा चाहिँ 22 तपाईँको चाहिँ 4 हुन जान्छ है त। ठिक छ। यो भयो तपाईँको चाहिँ के त भन्दाखेरि सिल्भरको है त। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट एमसिक्यूहरू भयो। फर्दर एमसिक्यूहरू हामी नेक्स्ट क्लासमा गर्छौँ किन भन्दाखेरि यो लेन्दी हुन्छ यो भिडियो। त्यही भएर चाहिँ यो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ। र गोल्ड र सिल्भरसँग सम्बन्धित के गोल्ड टेस्टरको चाहिँ तपाईँको चाहिँ फुल क्लासको लागि 1000 रुपिस पे गरेर चाहिँ तपाईँले चाहिँ 98256113
391 यो नम्बरमा कन्ट्याक्ट गरेर चाहिँ लाइभ क्लासेस अनलाइन क्लासेसमा तपाईँको रेकर्डेड भिडियोहरू PDF नोटहरू सबै पाउन सक्नुहुन्छ। यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ यदि क्लास लिनको लागि चाहिँ है। ठिक छ, 8 बजेदेखि चाहिँ 9 बजेसम्म क्लास हुन्छ, बेलुका क्लास हुन्छ। तपाईँहरूले चाहिँ यो नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। थ्याङ्क यू, बाई।